हेलो साथीहरु, वेलकम टु माई न्यू ब्लग। बिहानको शुभ बिहान यानी गुड मर्निङ है साथीहरु। तपाईहरुलाई चाहिँ हिँड्न कति राम्रो पाखा पखेर डाँडाकाँडा हरियाली भएको छ। अनि त्यस पछाडि चकेवा डाँडा कस्तो राम्रो भएको छ कि यो चाहिँ हेर्नु त टेन्की डाँडा। यो म हजुर जुम गरेर देखाउने नै छु। यहाँ नै कति धेरै राम्रो छ। हेलो गाइजहरु, कस्तो लाग्यो लाइक कमेन्ट सब्स्क्राइब पनि गर्नु होला। हेर्नु त कति धेरै राम्रो डाँडाकाँडा। यो चाहिँ चकेवा ल, यो चाहिँ चकेवा डाँडा अन्नपूर्ण। अनि यता होमस्टे कति धेरै राम्रो छ। हेर्न यो अन्नपूर्ण डाँडा। यो तल कलियाली देखिएको चाहिँ हाइवे रोड है, काठमाडौँ जाने रोड लगायत काठमाडौँ मात्रै हैन सम्पूर्ण ठाउँ पुगिन्छ यहाँबाट गयो भने चाहिँ। यस्तो राम्रो देखेको छ। हेर्न खोला पनि कति धेरै राम्रो छ। यो चाहिँ बेलुकाको मौसम हो हैन। बिहान त्यति राम्रो थियो डाँडाकाँडा, अहिले कुहिरोले ढाकिरहेको छ। हेर्नु होला अब म त्यस पछाडि चाहिँ यो चरा नभनौँ गौँथली है, गौँथलीहरू म तपाईहरुलाई देखाउने नै छु। हेर्नु त उसमा लगाइदिनु के केमा टिकटकमा लगाइदिनु भरेमा एकदम सबल हैन। तपाईको लाइक भ्युजहरु ल ओके, म युट्युबमै लाउने छु है। म चाहिँ यहाँनिर गौँथली हेर्न आएको। कस्तो राम्रो छ कि हेर्न। यता दिदीलाई नि भिडियो गरिराख्नु भइरहेको गौँथलीको। बाइकहरू आइरहेको छ। गौँथली कति धेरै नि दिदी यहाँनिर गौँथली। कस्तो राम्रो क्या चराहरू उडेर। यो सबै तारमै बस्दो रह नि गौँथली। कस्तो राम्रो आवाज आएको नि चार्रा चुर्रा। कति धेरै गौँथली छ चराहरू। म चाहिँ सानो ब्लग बनाऊँ भनेर यहाँनिर आएको। टाढै गएर आउनुभएको अङ्कल? ए चियापत्ती लिएर आउनुभएको। यहाँ कति धेरै राम्रो गौँथली लागेर क्या। होइन आइसकेको होला हौ। हेर्न यति धेरै तारमा यति धेरै गौँथलीहरू छ। हजुर अघि यहाँ म गौँथलीलाई देखाउँदैछु नि। लाग्दैन होला म कति धेरै गौँथलीहरूमा चाहिँ भिडियो बनाउनु। पल्लो मालाको ल्याउनु यहीँबाट नि देखिन्छ अङ्कल। हेर्न कति धेरै मालामा। वाउ कति धेरै छ। हेर्नु होला साथी कस्तो लाग्छ। कमेन्ट पनि गर्नुहोला, लाइक कमेन्ट सब्स्क्राइब पनि गर्नुहोला, नबिर्सिनु होला है। कति धेरै गौँथली हेर्न आउँदैछ अझै गौँथलीहरू। कति धेरै गौँथलीहरू छ। म चाहिँ यहाँनिर गौँथली हेर्नु आएको। गौँथली है, गौँथली हेर्नु आएको म चाहिँ।